टोखामै उनले गेस्ट हाउस समेत खोलेका छन्। तर अबको केही समयमै नुवाकोटमा पनि व्यवसाय विस्तार गर्दैछन् डाइआर्ट। नेपालीहरू शोकका कारण बिग्रेका हुन् उनी भन्छन्। जौवन छ, विकास धेरै छैन, अनि यहीको मान्छे धेरै अब सरकारबाट धेरै कुर्छन् तर आफ्नै काम धेरै गर्दैन, आफ्नै विचार गर्दैनन्। मेरो विचारमा सबै कुरा गर्ने बाँकी छ नेपालमा। तपाईको अब हामी पहिला किसानको काम हेर्छौँ। दसैँको लागि इन्डियाबाट चाइनाबाट कति खसी बोकोहरू लिएर आउँछन् होला। किन हामीले त्यत्रो पार भएको देश हामीले आफैले पाल्नु सक्दैन? सक्छ, राम्रो फाइदा पनि हुन्छ होइन। एउटा ठुलो बिरालो सस्तो जग्गा लिजमा लिएर 10-20 त्यो कृषि ब्याङ्कबाट लोन लिएर सबैले गर्नु सकिन्छ तर विचार गर्दैनन्। अनि सहरमा पनि सबै सानो त्यो, अनि त्यसपछि म त्यही मेरो साथीहरूलाई त्यस्तै भन्छु, तपाईँको विदेश जाने भन्दा आफ्नै सानो बिजनेस सुरु गर्नुहोस्। युरोप र अमेरिकाको सपना साँचेर त्यहाँ पुग्नका लागि सर्वोच्च त्याग्न लालायत नेपालीका लागि यी फ्रान्सेली नागरिक एउटा उदाहरण हुन् जसले नेपाली भूमिमै सुन फलाएका छन्।